पवित्र विक मेरो मण्डलीको नाम बेथानी बत्तिस मण्डली बेलवरिया। म उहाँको मधेस मण्डलीको कोषाध्यक्ष र मेरो घर कञ्चन 2 बेलवरिया मतलब सिकेताल र मेरो आफ्नै ठाउँमा हाम्रो आफ्नै स्थान छ। हामी विशेष गरी हामी एउटा हाम्रो घर परिवारको एउटा जिम्मेवारी व्यक्ति पनि हौँ है। त्यहाँ पनि हाम्रो छुट्टै किसिमको दर्जा छ र हामी परमेश्वरको छोराछोरी भएको कारणले गर्दाखेरि हाम्रो यो मण्डली भवनमा पनि हाम्रो छुट्टै किसिमको आफ्नो एउटा स्थान छ है। र हामी सबै ठाउँमा एकदमै महत्त्वपूर्ण छौँ। हाम्रो घर परिवारमा, हाम्रो मण्डली परिवारमा र हाम्रो समाजमा पनि हामी एकदमै महत्त्वपूर्ण छौँ है। त्यस्तै गरेर मैले आज वचनको शीर्षक बनाएकी छु, हामी सबै ठाउँमा महत्त्वपूर्ण त छौँ नै, तर परमेश्वरको दृष्टिमा चाहिँ हामी कतिको महत्त्वपूर्ण छौँ त भन्ने कुरामा र मैले शीर्षक बनाएकी छु। आज हामी सबै दिदीबहिनीहरू भएको कारणले गर्दाखेरि मैले दिदीबहिनीहरूकै विषयमा मैले वचन तयार पारेकी छु र मैले शीर्षक बनाएकी छु बाइबलमा भएका अति नै साहसी महिलाहरूको बारेमा। बाइबलमा त धेरैजना स्त्रीहरू हुनुहुन्छ, धेरैजना महिलाहरू हुनुहुन्छ, तर त्यसमध्ये पनि एकदमै साहसी महिलाहरूको बारेमा मैले चाहिँ वचन बनाएकी छु। आज ती महिलाहरूको नाम चाहिँ उल्लेख गरिएको छैन, तर उहाँहरूले गर्नुभएको काम चाहिँ एकदमै असल तरिकाले उल्लेख गरिएको छ बाइबलमा। हामी बाइबल हाम्रो यो पवित्र धर्मशास्त्र हामी बाइबललाई हेर्दैछौँ। हामी दोस्रो राजाको पुस्तकबाट हामी हेर्नेछौँ। दोस्रो राजा हामी 4को 1 देखि 7 सम्म हामी पाठ गर्नेछौँ। कति महान महिलाहरू हुनुहुन्छ त्यहाँ। हामी सबै भरिपूर्ण हुँदा पनि हामी कति निराश हुन्छौँ, कति छटपटाउँछौँ, कति रुन्छौँ, कति हामीलाई दुःख लाग्छ है, हामी कति आत्तिन्छौँ। तर त्यो बाइबलमा भएका हामी उहाँहरूलाई हेऱ्यौँ भने चाहिँ उहाँहरू आफ्नो एउटा सहारा गुमाउँदाखेरि पनि उहाँहरू तब पनि ढुक्क निढक्क भएर मेरो परमेश्वर मेरो सहारा हुनुहुन्छ भनेर उहाँहरू परमेश्वरतर्फ लाग्नु भएको छ। हामी हेरौँ